गुड मर्निङ एभ्रिबडी र आज तपाईँको समक्षमा एउटा सानो रेसिपी लिएर आएको छु है। र यो रेसिपीमा चाहिँ म चिकन बनाउँदैछु र कसरी बनाउँछु चिकन त्यो हेर्नु होला है। र जति पनि बेसिक सामग्रीहरू थियो मैले हाल्दै गएँ है, जस्तै जिरा भयो, त्यहाँदेखि प्याज, सुक्खा खुर्सानी, तेजपत्ता र मजाले भुटियालाई चलाएर र अदुवा र लसुनको पेस्ट हालेर हल्दी हाल्दै रङ खुर्सानी हाल्दै अनि मजाले यसलाई पर भुट्याएँ मजाले। मसला त पाक्नु पऱ्यो, त्यसैले गर्दा मसलालाई मजाले पकाएँ र त्यसपछि धोएर राखेको चिकनलाई पनि मजाले हालिदिएँ। र यो 100 रुपियाँको चिकन हो है, तपाईँहरूको आफ्नो क्वान्टिटी अनुसार तपाईँलाई जति चाहिन्छ राख्नु सक्नुहुन्छ। र नुन पनि मैले स्वाद अनुसार हालिसकेँ र माथिबाट चाहिँ यहाँ टमाटर हालेर मजाले पल्टाइ गरेँ अनि एकैछिनमा टमाटर त गली नै हाल्छ है। र यस्तो हुँदै मेरो मिठो बास्ना आउँदै थियो र एकछिन छोपेर पकाएँ र छोपेर पाकेपछि चाहिँ मेरो चिकन एकदमै रेडी भइसकेको थियो, डिलिसियस थियो। अनि तपाईँहरूलाई भिडियो कस्तो लाग्यो भन्नुलाई।